Hi guys, welcome to my vlog. अहिले चाहिँ हामी जाँदैछौँ धरमपुरको फुल भएको ठाउँमा हेर्नु जङ्गलहरू यस्तो राम्रो छ नि यहाँनिर। यस्तो जाँदैछ मलाई जान आँटेको। पानी परिरहेको छ अहिले चाहिँ यहाँ हातमा फोन बोकिरहेको छु मैले। बाटो अलिकति नराम्रो छ तर केही पनि छैन। हामी यति स्ट्रगल गरिहाल्छौँ त्यति राम्रो फुल हेर्नको लागि होइन। जाम गाइस जाम गाइस हामी चाहिँ आइसकेको छौँ। हेलो गाइस, यो भन्दा मलाई केही पनि भन्न आउँदैन। केही छैन, आइसक्यौँ है हामी आइसक्यौँ। फेरि हेर ब्याक हेर्नुहोस्। तो गाइस देख सकते हैं आप। यहाँ के बोकेको छु होला भन्दै हुन्छ। यहाँ अर्को फोन छ, पानी परिरहेको छ नि त त्यही भएर बोकेको मैले। हेर्नु जङ्गल वाउ। साथीहरू हामी चाहिँ जाँदैछौँ अहिले। म यसकै मात्र भ्लग बनाउँछु अब यहाँनिर आएको मात्र। त्यो आदित्य पुरा गर्थ्यो भयो होइन, यो अर्कै हुन्छ। कुछ बोलो यहाँ पर, कुछ बोलो। कुछ नहीं बोलना चाहता मैं अभी मेरे को। मलाई हिन्दी नहीं आउँदैन। ये मेरा भाइ है, नेपालीबाट बोल्नु। अहिले त यो नेपालीमै गरेको क्या। के भन्दाखेरि हामी यहाँ आउनु चाहिँ आयौँ तर पानी परिरहेछ। पानी परेर फुलै नदेख्यो कि के भएर फुल नदेख्यो, फुलै देखेको छैन। पहिला के पो भन्छ त्यो मैले मान्छेलाई त राख्छु। यहाँ धेरैवटा च्यान छ होइन। के लाग्न त लाग्दैन नि। लाग्छ नि यहाँनिर। ओ हेर्न डरिँदैन रहेछ, ठाउँै रहेछ साथीहरू यहाँनिर त। जाने उताको साइडमा जाने भनेको रहेन रहेछ। ओ हेर्नु रहेछ त, उताबाट आउँदाखेरि चाहिँ हुने रहेछ नि। यहीँनिर फोटो खिचिदिनु अरे गाइजहरू। यसले त मेरो राम्रो फोटै निस्काल्दैन। म केटाकेटी हो, केटाकेटीहरूको 15 वर्षको फुच्चे हो, 15 वर्षको। राम्रै खिच्दैन। मलाई फोटै खिच्नु यति पुड्के निकाल्दियो माथिबाट खिचेर। त पुड्के मान्छेको चाहिँ म कसै हाइट यतिको त छु त, यतिको अब अलिक यस्तो गरेर खिच्दा पनि यो हुन्छ। डाँडामा बसेको त्यो त्यस्तै हुन्छ, हल्के देखिन्छ। तपाईँ डाँडामा हुनुहुन्छ, म होचोमा छु। अब चाहिँ यहाँनिर यस्तो रहेको छ, टर्न पर्छ यसरी। यो त क्यामेरामा हेर्दाखेरि बाटो नहेरेर कस्तो जानै सकेनौँ क्या। तीनपल्ट पछाडिनु भयो, तीनपल्ट क्यामेरामा हेरेर भुलमा नहेरिकन हिँड्दा। हाई गाइस, ला टर्च त मदेखि के छ ममा भुत छैन। हाई गाइस, ममा केही खराबी छैन। गाईले यस्तो नखरा पारिदिएको हो कि होइन। यसले मलाई बेच भनेको छ तर बेच्नु सकेन। म सस्तोमा बिक्दिनँ नि त। मैले उता चारपट्टि बोलाइसकेको थिएँ, रुँदै मलाई नबेच भन्नुभयो। अनि मैले नबेच्दै बिचरा मलाई नि दया लाग्यो क्या, माया लागेन, दया लाग्यो। ये बहुत हो गया। अब उता जाने कि नजाने त्यहाँ अहिलेको ठाउँमा होइन, उयो ठाउँमा त्यो पुल लक्क बाइक पुलमा नजाने। ब्याक टु होम गाइस। मेरो नाम चाहिँ शिक्षा अधिकारी हो होइन साथीहरू। अनि म चाहिँ क्लास 11मा पढ्छु। मेरो घर भनेको अलिक नभनौँ होला। त्यसपछि मलाई चाहिँ जङ्गल एकदमै धेरै मनपर्छ। त्यसपछि कुकुरहरू पनि मनपर्छ, डगहरू। अनि खाइदिनु नि त बाटो। अनि त्यसपछि मलाई अरू के मनपर्छ भन्दाखेरि मलाई पानीपुरी पनि मनपर्छ। त्यसपछि भनेको सेलरोटी मेरो फेभरेट हो। अनि अहिले चाहिँ हामी बाइकमा कुदिरहेको छौँ। भिडियो त गर्नु हुँदैन थियो होला, त्यही पनि गरिदिएँ मैले। केही पनि हुँदैन, त्यति कष्टबाट नमिल्ने। मेरो मनैको फुलचुरी, मेरो मनैको गाइस हामी घर चाहिँ आयौँ तर घरको चाबीहरू सबै तालाहरू लागेको छ।
कार्यवस्तु